हेलो हेलो दर्शन नमस्ते हजुर दर्शन नमस्ते। हिजो चाहिँ यही बाटोको भिडियो अँध्यारोमा बनाएको थिएँ। आज चाहिँ उज्यालोमा बनाएको छु मैले यो भिडियो। मार्केट जाँदैछु। अहिले मार्केट पनि देखाउँछु। रोमनियाको शान्तिनो मार्केट। सोल्टीको आवाजै आएन हौ हिजो। तपाईँको नाम के भनेर भनिदिनु त सबैजनालाई, देश तथा विदेशमा रहनुहुने दाजुभाइलाई। त्यही हो, घर कहाँ हो भनिदिनु। ड्युटी सक्यो, घर मेरो मार्केट हिँड्दैछ। ल हामी चाहिँ मार्केट जाँदैछौँ है साथीहरूसँग। हिजो यही बाटोको बेलुकाको भिडियो खिचेको थिएँ। हजुरहरूले हेरिदिनु भयो, माया गरिदिनु भयो, खुसी लाग्यो मलाई। यहाँ त यो त अब भन्नै पर्दैन। यो अब रोमनिया भने त अब यो फलफुलको त राजै हो यहाँ त। यसै गरी अब मैले हिजो रोमनियाको उज्यालोमा भिडियो देखाउँछु भनेको थिएँ। हिजोको भिडियोमा चाहिँ यो सेम नेपाल जस्तै छ, सेम टु सेम नेपालै हो। यहाँको घरहरू हेर्दाखेरि सेम नेपालको जस्तै छ। ए टु जेड नेपाल हो। फलफुलको लागि त यहाँ भन्नै पर्दैन। ओखरको गाछीहरू छ, एकदम राम्रो छ। यो ठाउँ चाहिँ फलफुलको लागि एकदम राम्रो छ। प्रत्येक घरमा अङ्गुर चाहिँ अनिवार्य हुन्छ। यो चाहिँ अङ्गुर हो। हजुरहरूले माया गरिदिनुहुन्छ भन्ने आशा छ। स्वदेश तथा विदेशमा रहनुहुने सबैजनाले कमेन्ट गरिदिनु होला, माया गरिदिनुहुन्छ भन्ने आशा छ। यसै गरी जब मार्केटको यात्रातिर छौँ, अगाडिबाट गाडी आइरहेको छ, सेफ भएर हिँड्नुपर्छ। यहाँ चाहिँ हर घरमा स्याउ र अङ्गुरको रुख त भन्नै पर्दैन। प्रत्येक घरमा सेम नेपालको जस्तै घर छ। यहाँ फेरि टाइल हालेको, अझ यहाँभन्दा पुरानो खरको छाना भएको भिडियोहरू म पछि देखाउने छु। प्रतीक्षा गर्नु होला कृपया। टाइम अनुसार समय मिलाएर म हाल्नेछु भिडियो, हजुरहरूलाई देखाउने छु। हरियाली ठाउँ, यस्तो राम्रो ठाउँ छ यहाँ चाहिँ। फुल बगैँचा बारी, यो चाहिँ एकदम राम्रो ठाउँ। रोमनियाको एउटा सानो गाउँ हो यो चाहिँ। नेपाल सेम नेपाल जस्तै छ घरहरू। ए टु जेड खरको छाना भएको घरहरू छ। यो चाहिँ पुरै पुरानो। यो घर छोडेर मान्छे कहाँ गइसक्यो। यो चाहिँ बाहिर युरोपै कन्ट्रीतिर जान्छ युरोपियन मान्छेहरू पनि। यहाँ नयाँ घर बन्दैछ। घर चाहिँ राम्रो हुन्छ, जे भयो नि। सानो हुन्छ, भित्र चाहिँ एकदम राम्रो हुन्छ। घर जस्तो भयो नि, बाहिरबाट जस्तो भयो नि, भित्र चाहिँ एकदम राम्रो घर हुन्छ। फलफुलको लागि त एकदम राजै हो यो देश भने त। पुरै बाटैभरि हुन्छ स्याउ। यो चेरी के भन्छ मलाई पनि त्यति राम्रो थाहा छैन। यो चाहिँ फेरि पुरै अङ्गुरको बगैँचा छ। यो भित्र पुरै अङ्गुर हो। यो भित्र चाहिँ पुरै अङ्गुरको बगैँचा हो। फुल कति राम्रो छ यहाँ चाहिँ। बाटोमा पनि त्यत्तिकै फुल, यस्तो राम्रो फुल छ। यो त अझ ओइल्याउन्ला, यसको डेट गइसक्यो फुलको। बिरालु र कुकुर त यो रोमनियामा त प्रत्येक व्यक्तिले 4वटा 5वटा पालेको हुन्छ। बिरालु कुकुर चाहिँ 4वटा 5वटा प्रत्येक घरमा अनिवार्य हुन्छ। फल चाहिँ के भन्छ यसलाई, लट्टै फलेछ। यो सबै नेपालीले टिपेर खानुभयो। यहाँको मान्छेहरूले चाहिँ खाँदैन खासै त्यति। हाम्रो नेपालीलाई चाहिँ खुब मनपर्छ। यसलाई के भन्छ यो फल, के भन्छ सोल्टी यो फललाई? चेरी भन्दो रहेछ। त्यसै गरी ओखर चाहिँ यहाँ चाहिँ बाटैभरि हुन्छ। बाटैभरि ओखर त पुरै बाटैभरि ओखर। यो त अलिक कम फलेको छ, अलिक धेरै फलेको उतातिर छ। अर्को भिडियोमा देखाउनु थियो। पुरै फलेको बाटैभरि हुन्छ ओखर चाहिँ। फेरि स्याउ र ओखर त बाटैभरि हुन्छ। कस्तो छ हौ सोल्टी यो फल? बहुत मिठो छ है। वाह, नेपालमा यहाँको मान्छेले खाँदैन है त्यति फलफुल। बाटैभरि हुन्छ। खानु पनि कसरी खान्छ त? टन्नै हुन्छ। कसरी खान्छ है सोल्टी? सस्तो बाटैभरि हुन्छ। अब खास गरी हाम्रो नेपालतिरको बाँदर भए चाहिँ यो चिचिलातिरै के गर्थ्यो होला सोल्टी?
हुन्थ्यो फुल खेल्दै सिध्याइदिइसक्थ्यो होला है। दुई किसिमको हुन्छ कि अँ। कालो एउटा यो रातो। त्यो एउटा चाहिँ रातोवाला छिटो हुन्छ अँ तर दामी हुन्छ। दामी हुन्छ है। दिउँसोको भिडियो बनाउँछु भने चाहिँ अब अर्को भिडियो फेरि बनाउने छु। हजुरहरूले कतिको माया गर्नुहुन्छ। भर भर सिक्दैछु म पनि भिडियो बनाउनलाई। म पनि आएको धेरै त भएको छैन, भर भर हो, 3-4 महिना जति भयो। हाम्रो सोल्टी कति महिना नयाँ 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 अपडेट अँ, नेक्स्ट। कति भयो तपाईँ आउनुभयो रोमानिया? हामी धेरै लगभग 2-2.5 महिना हुँदै अब। हो, कस्तो लागेको छ तपाईँलाई रोमानिया? रोमानिया इज गुड। राम्रो छ। रोमानिया तपाईँलाई कस्तो लाग्छ सोल्टी? रोमानिया इज ब्युटिफुल कन्ट्री। अँ, अरू के मनपर्छ यहाँको? हावापानी, खानपिन? हिल चिल बिन्दास हो? बिन्दास दामी छ। चिलपाडामा काम गर्नुहोस् राम्ररी। बिन्दास टुर आफ्नै सुर होइन त? एकदम अब गुड वर्क। मार्केट आउन लाग्यो। अब मार्केट हामी जाँदैछौँ। बाई बाई। मार्केटमा पनि देखाउने छु हजुरहरूलाई मार्केट। अब यहाँको गाउँको मार्केट खासै ठुलो हुँदैन। मार्केट भन्दा नि पसल, आफूलाई चाहिने रासनहरू चाहिने पसल जान लागेको हामी चाहिँ। पसल पनि छोटो अनि मिठो। पसल पनि देखाउने छु। मार्केट आउन लाग्यो अब हाम्रो चाहिँ यही हो मार्केट। ठ्याक्क मार्केटतिर आउँदैछौँ हामी चाहिँ। अब मार्केटको ढोकाबाट इन्ट्री गर्दैछौँ हामी। ल सोल्टी भित्र छिरौँ। ल मार्केट हो यो चाहिँ रोमानियाको पसल हो। यो खानेकुराहरू पाइन्छ। ससेज आइटमहरू छ, पुरै ससेज आइटमहरू छ, चक्लेट आइटमहरू। रोमानियाको मार्केट यस्तै हो। हामीले रासन लिन आउने मार्केट यस्तै हो। यस्तै हो जिन्दगी। सबै चिज पाइन्छ यहाँ चाहिँ, सब चिज पाइन्छ। तुलसियाको यो गाउँ हो, सबै चिज पाइन्छ। ल हामी चाहिँ आउट हुन लाग्यो हो। मार्केटबाट आउट भएर निस्क्यौँ हामी चाहिँ। अब चाहिँ हामी मार्केटबाट निस्केको सिधा अब जुन बाटो गयो त्यही बाटो जाने हो, फर्किने हो। अब यो गाउँको मेन हाइवे भनेकै यही हो, ठुलो छैन। हामी गाउँमा छौँ अहिले चाहिँ। चट्टलारी। ल बिदा चाहन्छौँ। सोल्टी केही त भनिदिन्न हाम्रो दर्शकहरूलाई, साथीहरूलाई, दाजुभाइ दिदीबहिनीहरूलाई केही भनिदिनुहोस् त। पसल आयो, पसलबाट अब थोरै सामान कलेक्ट गरेर गाउँ लाग्यो। बाई बाई। अर्को फेर नयाँ भिडियोमा फेरि यसै गरी हामी भेट हुनेछौँ। बाई बाई। बाई बाई। अब नेपालमा चाहिँ गुड नाइटै भइसक्यो होला। यहाँ त अब गुड नाइट त भएको छैन, भए पनि अब 7:30। गुड नाइटै भनौँ न, 7:30 भइसक्यो।